पैसाको लोभमा मानवीयता बिर्सिने सुन्दरी मनिषालाई अदालतले सुनायो जन्म कैदको फैसला। अबको बाँकी जीवन फलामे डन्डी भित्रै सीमित। लिएकी थिइन् हनी ट्र्यापमा पारेर फिल्मी शैलीमा एक व्यवसायीको ज्यान। पढ्न भनी काठमाडौँ छिरेकी सुन्दरीको यात्रा जेलको काल कोठरीमा। हेर्नुहोस् एक सुन्दरीले प्रेम जालमा पारेर व्यवसायीलाई सिध्याएको त्यो कहाली लाग्दो रातको कथा। काठमाडौँको कीर्तिपुर नगरपालिका 5 का विनोद खड्कीको हत्यामा संलग्न 3 जनालाई जन्मकैदको सजाय भएको छ। खड्कीलाई हनी ट्र्यापमा पार्ने मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका 2 घर भई हाल मध्यपुर बस्ने मनिषा महत, महोत्तरी जिल्ला गौशाला नगरपालिका 6 घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बागलुङ गलकोट नगरपालिका 7 घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैदको फैसला भएको हो। काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नरेन्द्र कुमार कालाखेतीको इजलासले महत, पासवान र गौतमलाई जन्मकैदको फैसला गरेको अदालतका श्वेतदार इन्दिरा कार्कीले जानकारी दिइन्। उनीहरूबाट 2-2 लाख रुपैयाँका दरले जरिवाना पनि फैसला भएको छ। उनीहरूबाट जनही 2800 रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ। यो प्रकरणमा मतियारको रूपमा मुद्दा चलाइएका काठमाडौँ शङ्खरापुर नगरपालिका 5 का सरिनी घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ। उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ। यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिंह राजपूत फरार रहेका छन् भने अन्य प्रतिवादीहरू रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाई पाएका छन्। आउनुहोस् जानौ कसरी भएको थियो त्यो घटना। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 घर भएकी 21 वर्षीय मनिषा महत उच्च शिक्षा हासिल गर्ने भन्दै काठमाडौँ आउँछिन्। काठमाडौँ आएर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका 9 राधेराधे स्थित एउटा घरमा भाडामा बस्न थाल्छिन्। सिन्धुपाल्चोकबाट उच्च शिक्षाका लागि काठमाडौँ छिरेकी मनिषा पढाइ भन्दा पनि अब कसरी रातारात पैसा कमाउने भन्ने ध्याउनमा लाग्छिन्। त्यसका लागि उनी युवाहरूको ग्याङभित्र प्रवेश गर्छिन्। यसै क्रममा उनको चिन्जान अंशु खान र शिवम सिंह राजपूत नाम गरेका 2 भारतीय युवकसँग हुन्छ। अब यी 3 जना मिलेर पैसा कमाउने जुक्ति निकाल्न थाल्छन्। मनिषा 2081 जेठमा भारतको दिल्ली जान्छिन्। त्यहाँ धनी पैसावालाहरूलाई हनी ट्र्यापमा पारेर असुली धन्दा गर्ने यिनीहरूको योजना हुन्छ। मनिषा, अंशु र शिवम मिलेर भारतको ग्रेटर नोएडामा तुषार नाम गरेका एक भारतीय व्यक्तिलाई फसाउँछन्, कुटपिट गर्छन् र फिरौती रकम 1